सबैजना सतर्क हुनु होला। यस्तो हेर्नु त यस्तो भएर ड्याम पुरा भइसक्यो छ। बाहिर कोही ननिस्किनु होला। सबै आफ्नो घरभित्र सुरक्षित ठाउँमा गएर बसिदिनु होला। बाहिर यसो हेर्नको लागि पनि हजुरहरू ननिस्किनु होला। यस्तो उस्तो भयो भनेर आफ्नो शरीर सुरक्षित गर्नु होला। अरू मान्छेहरूलाई पनि खबर गरिदिनु होला। यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। यस्तो हेर्नु त यो पुरै मनै हुने पुरो ड्याम हेर्नु। ड्याम जम्मै पुल ब्राङ ब्रुङ भएको छ। हे भगवान् के होला यस्तो यो। सबैजनाले भिडियो सेयर गरेर जति हुनसक्छ अलि मान्छेलाई पुर्याइदिनु होला। अलि सुरक्षित र अपनाउनु होला। हेर्नु यस्तो खोला पुरा बेकाउ भइसक्यो छ। खोलाको आसपास किनाराको छेउछाउको घरहरू पनि खाली गरिदिनु होला। यसो हेर्न जान्छु भनेर साथीहरूलाई मान्छेहरू नलानु होला।